फार्मिङ है। यहाँ चाहिँ हाम्रो माछा यहाँ रहेछ नि त। सुपारी रहेछ है, ठुलो फार्मिङ रहेछ यहाँनिर। हाम्रो चाहिँ यहाँ तल गोकदिङ मुनि यहाँ हो दिपेन खरेल है, उहाँको माग्छ आज है बाख्राहरू। है यहाँ चाहिँ यो अमला रहेछ है। गाईको मलमा पनि सजिलो, अब यहाँबाट घिर्लिङ बनाएर बोरामा हाल्यो भने उतलै जान्छ बारीमा, सुनिसुनी अब घिर्लिङ बनाउनु हुन्छ हो त्यो सिस्टमको। आइडिया सँगसँगै तपाईँको लोकेसन पनि एकदम राम्रो रहेछ नि त। यो सुपारी बसी एउटा कृषकले गर्नु पनि सबै रहेछ त। त्यसै गऱ्यो भने चाहिँ अल्टरनेटिभ भयो नि त है। हजुर ए बाख्राले के खाँदैन, पगलाले के भन्दैन हुन्छ नि। बाख्राले राम्रो घाँस खाँदैन। कमजेर गोकदिङ मुनि कमजेरमा हामी दिपेन खरेलज्यू है उहाँकोमा आएको छौँ। उहाँको हुँदैन भने चाहिँ केही छैन नि है गर्ने मान्छेलाई। यो भयो मरिच, मेवा फार्मिङ हेर्नुहोस् न त आम्मामा करेला। हजुर अर्को चिज पनि छ यो घिरौँला। अब यो खालको घिरौँला अब यो बर्खाभरि डिसेम्बरसम्म यो घिरौँला फल्छ। यो पनि सँगसँगै फल्दैछ कि अब यसलाई चाहिँ अब तुने बोडा के तुने बोडा कत्रो हो अन्त आम्मामा साइज पनि त। यो त सानो पो थियो त 1 मिटर लामो हुन्छ नि। यो त बुढो भएको नि। अब हेर्नुहोस् न कति फलेको थियो त मेरो फेसबुकमा हेर्नुहोस् न, अस्ति मैले खिचेर लगाइदिएको छु। ए तपाईँको दिपेन खरेलमै छ? हजुर दिपेन खरेल त्यो त तपाईँको यो खोर्सानी डल्ले हेर त। मान्छेले चाहिँ धेरै उयो गर्नु पर्छ। यहाँ हेर्नुहोस् न मकै खेती, यो तपाईँको धेरै मकै खेती, धेरै फुलहरू चाहिँदैन अहिलेको जमानामा चाहिँ। वैज्ञानिक ढङ्गमा गर्नु पऱ्यो गर्नु चाहिँ अनि बढी यो भयो मकै हो। अब यता चाहिँ अब तपाईँको अस्ति विन्टरमा आएको भए तपाईँ मजा आउँथ्यो त। यता म बेसी विन्टर भेजिटेबल म तपाईँको तिहारतिर निकाल्छु कि ब्रोकौली। तपाईँको त होमस्टे केजी छ नि अहिले ब्रोकौली। होमस्टे पनि बनाउनु भएको छ? हजुर होमस्टे पनि छ तपाईँको? होमस्टे छैन, यही भित्रै फार्ममै अन्त बनाइदिनु भयो? हामी मेरो 4 जना नानीहरू अब एउटा मुम्बईमा बस्छ, एउटा चेन्नाईमा बस्छ, 2 जना दार्जिलिङ होस्टेलमा छ। हामी बुढाबुढी मात्रै छौँ घरमा त। होइन मान्छे 1-2 जना राखेर चाहिँ अब कुकहरू राम्रो छ नि त। किन तपाईँको त म चलाइदियो भने कसैले होमस्टे गर्यो नि यो, किनकि होमस्टे एउटा होमस्टे भन्दा नि फार्म स्टे गर्नुपर्छ कि। हजुर फार्म स्टे सबै कुरो यहीँबाट निकाल्दै खाने। होमस्टे भन्दा अलिकति अपग्रेड भएको नि फार्म स्टे भन्छ नि। हजुर यो चाहिँ अब तपाईँको यहीँको चिज
उयो गर्दै खान्छ तपाईँको यो भेन्डी छ नि अब भेन्डी खेती छ उँधोपट्टि हो हजुर यो चाहिँ दुना गाई हो नि भेन्डी चाहिँ भेन्डी हजुर भेन्डी छ त अब यो चाहिँ अब यहाँबाट पानी ओह्रालो काँक्रा तपाईँको नि अस्ति मैले अब लास्टमा बैगुन हेर्नुहोस् त कस्तो फल्छ बैगुन छ तपाईँको हप्तामा 30 केजी भन्दा बेसी आउँछ भेन्डी खेती हो उयो भेन्डी आएर छ कि बच्चा ए भेन्डी आएर छ हो भेन्डी हप्तामै मोटामोटी 3 मन निकाल्छ भनेको कम चाहिँ तपाईँको त अन्त यहाँ बारी घुमेरै घुमिन सक्ने रहेछ अन्त मान्छेले इच्छा मात्रै गरेर पनि भएन तपाईँले भनेपछि अब प्र्याक्टिकल ठिक कुरा हो पुरै त लागेको छ भेन्डी अब तल छ नि भेन्डी पर छ यो चाहिँ तपाईँको आकार चाहिँ नि यसरी लिन्छ अब यो ब्राह्मण्ड छ नि तपाईँलाई म एउटा सानो टिप दिन्छु अब यो फुलेको छ नि अब यो 12 वर्षसम्म फुल्छ बैगुन खेती 12 वर्षसम्म फुल्छ यो फुलेको बेलामा तपाईँको यो कागे किरा आएर खान्छ यसलाई त्यसको यो खायो भने लाटा लठेप्रो हुन्छ भेन्डी यो चाहिँ अब यस्तो अब यसले चाहिँ आकार लिँदा चाहिँ यसले एक्जब गरेर यति बेला चाहिँ फुलको सिजनमा भरे यसरी सुक्नुपर्छ फुल अनि मात्रै भेन्डी किल्ले सलक्की आउँछ यो चाहिँ आकार लिएको हो नि त यसले चाहिँ यति बेला चाहिँ किराहरूले केहीले चाहिँ यो संक्रमण गर्यो भने फुड फ्लाइ पनि यति बेलै हुन्छ कान्छी झिँगा आएर अन्डा पार्यो भने पछि भेन्डी कुहिने जति मेरो छ नि फुड फ्लाइको लागि अब मेरो प्र्याक्टिकल त्यो तिनीहरूले दिएको पासो त म त्यो केक मात्रै चलाउँछु हेर्नुहोस् न त्यो चाहिँ 6 महिना 1 वर्षसम्म लाग्छ त्यो पानीले भेट्दैन कि मेरो हेर्नुहोस् न मेरै सिस्टमले बनाएको छ नि त केक आफ्नै जोगाड हजुर तपाईँको मकै खेती हाम्रो पर सिरिजदेखि यता हो यो ठुलो सिरिज छ नि हजुर यो त अन्त सिक्किमको बोर्डर तल खोलै पर्छ यो सिक्किम यो सिक्किम हो नि यता सिक्किम हो हजुर पैसा डिलबाट तपाईँ खोला देख्छ रमाइलो यो पारी सिक्किम यता त दिन गएको रात आम्मामा है हजुर हजुर मकै भेन्डी तर मान्छेको सोचमै परिवर्तन गर्नु पर्यो नि त अब सबै कुरा भएर पनि केही पनि गरेन भने त के पनि नहुने हो फेरि यता नेचरसँग अब प्रकृतिसँग रम्ने एउटा मौका पनि पायो अब यो त तपाईँको यो चाहिँ अब यो मचान काँक्रा सके कि यो चाहिँ अब उयो भन्छ नि भैँसी सिँगे 1 महिना भयो अब भैँसी सिँगेको लागि एउटै मचानमा थरी थरीको चिज निस्किँदैछ यो मचानलाई त खेरो जानु दिनु भएन नि डिसेम्बरसम्म अनि त्यो मचान मुनि अस्ति मैले 3 गरा आलु रोपेको थिएँ आलु 24 मन फलेको थियो आलु त्यस्तो भयो भने त फेरि काम गर्नु जोस पनि हुन्छ मनसुन सक्छ नि हजुर अनि आलु खेती सिजन हुन्छ मेरो आलु पनि त ट्रकमा लानु पर्यो आलु त अब नयाँ आलु भने 40-50 रोप्ने नि मार्केट छ नि हाम्रो हजुर गर्नु मात्रै पर्छ नि अर्ग्यानिक डल्लै भेन्डी खेतीहरू तर यस्तोमा त करोडौँ रुपियाँ खर्च गर्नु पनि त मजा आउँछ नि त हो होइन
बाजे बराजुले जमिन चाहिँ तपाईँलाई हुँदैन नि। हाम्रोतिर पनि जमिन त भेन्डी सुपारी मुनि करेलाबाट यता भेन्डी बैगुन मकै सिमी अरूले चाहिँ नाइट्रोजन सञ्चय गरेर राख्नु सक्दैन। यो चाहिँ ट्याङ्कीको पानी नाइट्रोजन सञ्चय गरेर राख्छ नि सिरिसले चाहिँ। त्यही कारण सिरिसको सिरिस भएको जमिन चाहिँ हामी चाहिँ सिरिस यसरी हुर्कायो भने चाहिँ यसकै हेर्नुहोस् न, अब त्यसले नि मलको काम गर्छ नि। फेरि यसको फुलबाट मौरीले मह पनि बनाउँछ, पनि लाउँछ, फाइदा छ। वैज्ञानिकहरूलाई चाहिँ अब यहाँ हेर्नुहोस् न, यो डल्लै अब यो मकैमा हेर्नुहोस् न मौरी चराको हजुर आवाजै अर्कै रहेछ। जेली भन्छ नि तपाईँको यो जेली त लाख रुपियाँ किलो बिक्छ त। यो मौरीको जुन जेली हुन्छ नि, जुन चाहिँ विशेष खानेकुरा हुन्छ, त्यो चाहिँ मौरीले चाहिँ रानी बनाउँदा युज गर्छन्, त्यो हालेर चाहिँ अन्डा पार्छ नि। यो एकदम महँगो। अब यो सबै अब प्रकृतिसँग रमाउँदैछ नि यिनीहरू। यो गरिदिने मान्छे भएर अहिले यो गरिदिने मान्छे भएर डल्लै हाम्रो चाहिँ अब यस्तै भनेको नि यही लाउँछ। तपाईँ कहीँ जानु हुँदैछ, त्यहाँ पर बाप्दैछ भने हजुर तपाईँ सुनिरहँदैन नि, तपाईँको कामको टार्गेटमा जान्छ। हजुर। काम नभएको मान्छे चाहिँ यसो सुन्छ र कतापट्टि लाग्छ र अनि त्यहाँ कता गर्नु थाल्छ हो। काम बेगरको मान्छे चाहिँ काम भएको मान्छे के कसो हुन्छ भरे भन्नु है, बेलुकाखेरि म आउँछु भन्छ नि। यो चाहिँ मरिच फुल्दैछ नि, गोल मरिच। मरिचको बोट पनि छ हो। सबै चाहिने जति सबै त यस्तो वैज्ञानिक पद्धतिमै गऱ्यो भने चाहिँ यसरी सक्सेस हुन्छ। यो चाहिँ कुन चाहिँ उयो ग्रास कप? ए भुइँमै रहेछ त अन्त, हात त भुइँमै रहेछ त है। त्यही आफै केटाकेटीले टिप्नु पनि सक्यो नि त आरामले। भुइँमै नि हो नि त। बोट चाहिँ यस्तो हुँदो रहेछ। यहाँ चाहिँ भैँसी रहेछ फेरि है। भैँसी, बस्तुमा बाख्रा, त्यहाँबाट यता आयो खसीहरू फेरि। आम्माम यो चाहिँ तपाईँको खसीहरूको लागि चाहिँ यसरी काँडे खोर चाहिन्छ। बाख्राको खोर चाहिँ तपाईँको जमिनदेखि 3 फुट अग्लो हुनुपर्छ। तपाईँ बसेर 1 घन्टा बस्यो, तपाईँ बस्नु सक्यो, आँखा पोलेन भने मात्रै बाख्रा सजाउँछ। तपाईँ 1 घन्टा आधी घन्टा बस्नु सकेन भने त्यहाँ बाख्रा त केही हात्ती ल्याएर हाल्दा पनि हुँदैन त्यो, किनभने सहज वातावरण चाहिन्छ बाख्रालाई पनि। हेर्नुहोस् न मेरो पटाइ, अब मान्छेले अब पटाइ हेर्नुहोस्, सबै अब तपाईँको 2को पटाइ कटाएर चाहिँ त्यसरी लगाएको छ। एकदम सहज चाहिन्छ बाख्रा बस्तु मान्छेलाई चाहिँ। सहज डर त्रासमा हुन्थ्यो भने चाहिँ लाग्दैन नि त। तपाईँको हेर्नुहोस् त यी पटाइ चाहिँ सजिलो नि बस्नुको लागि। त्यसरी यो दामी। अब मै हो प्रथम यो एरियामा मान्छेले बाकल साकल के गरेर बनाउँथे। अब मैले चाहिँ
यसरी खम्बा मेसिन लाउनु पर्यो नि त फिक्स। लाएर तपाईँको यो बाख्राको मल अब यसलाई गऱ्यो, यसलाई बोरामा हालेर अब यो चाहिँ खेतीको लागि डल्लेको लागि चाहिँ एकदम 1 वर्षसम्म बाख्राको चाहिँ पड्किनुलाई चाहिँ 1 वर्षसम्म जमिन, गाईको मल 3 महिना मात्रै हो जमिनमा। त्यसको यो चाहिँ तपाईँको भुइँको यो चाहिँ माउ बाख्रालाई पाठी यो चाहिँ यसरी दुध खानु ओर्नु, यो दुध खाँदैछ यो पाठा। अब यो दुध छोडेपछि यो पाउँदैछ कि यो चाहिँ स्याङजाली बाख्रा हो कि यो। स्याङजाली 2टा बिक्रीमा छ। अब कसैले ब्रिड चाहिन्छ भने अब दुध खाँदैछ, अब यहाँ दुधको लागि चाहिँ दुध खानुको लागि स्याङजाली स्याङजाली जाली गाईहरूले चाहिँ सिलजाली भन्छ नि, भन्नु नजानेको नि स्याङजाली हो। स्याङजालीलामा पाउने बाख्रा चाहिँ स्याङजाली भन्छ, इजरायली बाख्रा भन्दैन। इजरायली बाख्राले बेलायती गाई, बेलायतमा बेलायत भएकोलाई हलिस्ट्यान, हल्यान्डको गाईलाई हलिस्ट्यान भन्छ। चाहिँ मौरी पनि रहेछ फेरि। मौरीको त पुरा रहेछ त डुङ पनि। त्यहाँबाट आएर पुरानो ढिक्की, यहाँ ढिक्की पनि रहेछ यसरी। अहिलेसम्म छँदै छैन भन्ने होइन रहेछ नि। जाँतो होलो कृषकलाई चाहिने चिजहरू त्यहाँबाट आएर यहाँनिर फेरि ग्रिन हाउस भयो। यसको लागि त यो हुन्छ तातोको लागि चाहिँ ए मिसिन, आधुनिक मिसिन पनि रहेछ नि अन्त। यसरी काट्नुपर्छ माथि टाउको होइन, यो ट्रिजी भन्छ कि सबै काट्नुपर्छ नि। तपाईँको काँक्रा काट्नुपर्छ, करेला काट्नुपर्छ। तपाईँले 2Gबाट आउने 60% पोथी फुल्छ, 3Gबाट आउने चाहिँ तपाईँको 100% पोथी फुल्छ। सबै फुल्छ। तपाईँको 1Gमा चाहिँ तपाईँको 30% पनि उयो हुन्छ, 70% भाले फुल्छ। यो चाहिँ सिस्टम छ नि, यो जम्मै 3G भन्छ। अब यहाँबाट निस्किन्छ। अब यो एउटा डल्ले रोपेको हेर्नुहोस् न, अब कति छ होला यहाँ तपाईँले। यो यहाँ हेर्नुहोस् त, एउटा डल्लेबाट कत्रो बोर्ड छ एउटा डल्लेको, हेर्नु नि। अब एउटा डल्ले हेर्नुहोस् त, यहाँ कति पनि छैन बोर्ड चाहिँ। अब यो त तपाईँको अब यो झाँकेर अब तपाईँहरू पछि 6 महिनामा आउनुभयो नि, यहाँ पस्नु सक्दैन। यहाँ यस्तो हुन्छ है। अब ठुलो चाहिँदैन नि, घरकै तल बाँस जति छँदैछ यो प्लास्टिक किनेको 9,000मा हो। अब तपाईँको यही गऱ्यो भने पनि अब 6-7 वर्ष पुग्छ। अब मल्चिङ लगाइदिएको छु, तलबाट किराले खाने कुरो आएन, बाँस पनि मल्चिङ पेपर हो नि त्यो। मल्चिङ पेपर तपाईँको 10 वर्षसम्म केही पनि हुँदैन त्यो। यो पनि चलाउनु सजिलो हुँदैछ है। चलाउनु सजिलो। यो चाहिँ चाहिन्छ। यसले चाहिँ माटो बनाउनु ओर्नु मैले अब यसरी चाहिँ गरेँ, गोरु नारिरहनु परेन। यो चाहिँ अब मेरो 4,000 सुपारीको बिरुवा छ। अब यहाँ तपाईँको यति नै अब सुपारीको बिरुवा 50 रुपियाँ गोटा बिक्छ। पोहोर राखेको बिरुवा हेर्नुहोस्, अब पैसा त के आइहाल्छ नि यो सुपारीको बिरुवा। ब्याङ्कमा एफडी राखेर पर्खिँदा गर्नु हुँदा चाहिँ अब तपाईँको पोहोर खोलेर उयो गरेर फेरि मैले हालिदिइहालेको त्यो उखालेको जग्गामा चाहिँ मसिनो आइहाल्दैछ हो। रमाइलो रहेछ नि जग्गा, दामी। सबैभन्दा ठुलो उपज चाहिँ विचार हो नि। विचारको उपजै काम हो नि त, हो कि होइन? केही हुँदैन, किरा लाग्छ। म आफै गर्छु। अब यो क्याटोनीको ड्रममा गर्छु। तपाईँको यहीबाट विष बनाउँछु। गौतबाट तपाईँको आँकको पत्ता, निम पत्ता, कालीजार हो, हात्तीबारा लाएर चाहिँ यहाँभित्र हालेर चाहिँ छ नि ठुल्ठुलो उयो बकेटमा तपाईँको एयर टाइट गरेर प्लास्टिकले बाँधेर 15 दिनमा तपाईँको 1 लिटर हालेर 10 लिटर पानी हाल्नुपर्छ। त्यही नै तपाईँको त्यो 20 क्विन्टल 5 क्विन्टल बेच्यो हो लसुन। हजुर। विन्टर भेजिटेबल मैले चाहिँ बिउको लागि तपाईँको बिउको लागि भोटे लसुन हो। भोटे लसुन मैले फोटो खिचेको छ नि। यो चाहिँ बिउको लागि अब तपाईँको यो भदौ असोजमा रोप्नुपर्छ। अब दसैँ तिहारको बिचमा चाहिँ रोप्नुपर्छ। प्याज पनि त्यति बेलै राख्नुपर्छ। यो चाहिँ एकदम 1 वर्ष खानुको लागि मेरो चाहिँ बजारमा बेच्छु। आफ्नो खानुको लागि मात्रै राख्नु हुन्छ। खानुको लागि होइन, बेच्छु पनि अलिअलि चाहियो कसैलाई पनि। हजुर। 10 किलो 5 किलो। कोल्ड स्टोरेज चाहिँ तपाईँको नेचुरल भयो। नेचुरल 1 वर्षको लागि। इलेक्ट्रिकको केही कामै छैन। यहाँ त देखेको नि हामीले पहिला यो तेर्सो जाँदाखेरि दामी फुलेछ नि त।